मर्निङ तपाईँहरूलाई सबैलाई गुड मर्निङ। र आज चाहिँ म किन बिहानै उठ्यो भन्दा चाहिँ आज चाहिँ म किन बिहानै उठेँ भन्दा चाहिँ मेरो आज पानीको ड्युटी थियो नि त हो। यसरी पानी आउँछ यहाँ हो रुममा। आज बिहानै चाहिँ पानी थाप्नुको लागि उठेँ अर्ली मर्निङ। अहिले बजिरहेको छ 5:53 यस्तो बजिरहेको छ अहिले। आज त्यही हो, आज तपाईँहरूको छेउमा नयाँ भिडियो ल्याउँदैछु र आज के हुन्छ देखाउँला तपाईँलाई। धन्यवाद। र गाइस पानी त थापिसक्यो। अहिले भेटौँ। भेरी गुड मर्निङ। पोते थाल्नुपर्छ, एकदम आमालाई उठाउनुपर्छ आज चाहिँ। माम्स मामा 9:20 भयो, 9:20 उठ्नु चाहिँ भयो। लुगा उठाइहाल्छु पहिला। ल त अब भयो फ्रेस। अब त आफ्नो काम गर्नुपट्टि लाग्नुपर्छ। लगाइ चाहिँ अहिले भेटौँ फेरि। अब भन्नु पर्दा त्यहाँ मैले प्याज छिलिसकेँ। अब यहाँ काटकुट गर्ने बाँकी छ। र म चाहिँ अब दुध खै दुध करेन्ट लाग्यो नि हौ। दुध खै दुध त छैन होला, यो त दही हो। कहाँ ल्यायो दुध चाहिँ? ए भित्र छ। अब चिया बनाउनु लागेको म यहाँ चाहिँ अब माइजूले हो काम गर्दैछ। अब कहाँ छ माइजू? दुध यस्तो हुन्छ। डिउडे र बस्पर पानी। पानी रेडी भइदिए र अहिले भन्दा चाहिँ चिया पनि रेडी भयो। चिया रेडी भयो। मान्छे प्याज काट्दैछ, मटर दिइरहेको छ।
ल अहिले प्याज काटिसकेर भेटौँला ए सुत्नुहरू पाउँदैछ होइन बाई बाई सुत्नु त पाउँदैछ तब प्याज पनि काटिसके भइगयो प्याज रेडी भयो यहाँ भेजको मसला रेडी भयो अब थाल्नु पर्यो बनाउन पर्छ ग्यास बनाउनु पर्छ ल त मोमो पनि बनाइसकियो मोमो यहाँ पाक्दैछ हत्तु भयो यहीँ यस्तो लगाएर मजाले मोमो बनाइदिउँ अब त्यही सक्यो बनाएर अब खानासाना खाएर रेस्ट गरौँ होला गाइस अहिले भेटौँ फेरि तपाईँहरूसँग त्यसो त नभन्नुहोस् र खाना पनि खायो अब एकछिन अब रेस्ट गरेर हुन्छ घरमा यहाँ चाहिँ मालिक बसिरहेको छ मालिक चाहिँ गेम खेल्दैछ हो अन्त मालिक अन्त हलो होलोहरू छैन हेलो गाइस यसो है लाइक सब्सक्राइबर होइन लाइक गर्नु पऱ्यो सब्सक्राइब गर्नु पऱ्यो सेयर गर्नु पऱ्यो कमेन्ट गर्नु पऱ्यो नि त होइन आज चाहिँ हाम्रो एकछिन हो डेली रुटिन यही हो हाम्रो त्यही अब मोमो बनाउँदै त्यही हो आज फेरि सन्डे पऱ्यो दोकान पनि जानु परेन र आजको भ्लग चाहिँ यहीँ नि म समाप्त गर्न चाहन्छु जतिजनालाई मनपर्छ लाइक गर्ने हो कमेन्ट गर्ने हो सब्सक्राइब मन परेन नगर्नु होइन होइन मन परेन भने पनि गर्नै पर्छ ल यति नै हो हाम्रो गाइस चाहिँ भेटौँ फेरि अब नेक्स्ट ब्लगमा भेटौँला होइन यो मेरो सेकेन्ड एपिसोड तपाईँहरूलाई कस्तो लाग्छ एकदम कमेन्ट गर्नुहोस् होला लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् धन्यवाद तपाईँहरूलाई